तपाईँहरूको अभियान चाहिँ के छ भने खरेब खुरुप अपोजिसनलाई चाहिँ रित्ताउने अभियानमा लाग्नु भएको छ सर। सक्यो एक सुन्दैछौँ अपोजिसन अब यो चाहिँ अब सत्तारूढ पार्टीले मात्र होइन र अपोजिसनले पनि जतिजना हुनुहुन्थ्यो सायद उहाँहरूको पनि इच्छा शक्ति त्यस्तै भयो होला, किनभने अपोजिसनमा बसेर विरोध गर्ने है यो करेक्टिभ मेजर्सहरू त गर्छ राम्रो हो। कतिवटा अब करेक्टिभ मेजर्समा हेर्दै जाँदाखेरि सबैले डेभलपमेन्ट चाहेको, चाहे रुलिङ होस् चाहे अपोजिसन होस् चाहे लेमन मान्छेले पनि विकास होस्, शान्ति होस्, न्याय होस् भन्ने नै चाहन्छ र कहीँ न कतै उहाँले मन पराउनु भयो। सिएम साहब पिएस गोले साहबले राम्रै गरेको रहेछ। नर्मली मान्छेले लेमनले पनि त्यो कुरा उठायो होला सायद भोटर्सले पनि, अनि उहाँलाई त्यो मन पर्यो होला र उहाँहरू त्यसरी आउनुभयो र योक्सम टासिडिङमा चाहिँ लगभग सकियो। अब कतै एक दुईजना छन् कि सायद हामीले इन्फर्मेसन अलिक ढिलो उहाँहरूलाई पुर्याउनु हामी ढिलाइ भयो होला, नत्र चाहिँ लगभग सकियो छैन अब